नमस्ते विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूलाई डिजिटल सोसियल एकाडेमी कक्षामा म स्वागत गर्न चाहन्छु। यदि कोही नयाँ विद्यार्थी छौ भने मेरो च्यानललाई सब्स्क्राइब गरिहाल है। तिमीहरूलाई उपयोगी हुने विभिन्न भिडियोहरू त्यसमा तिमीहरूले प्राप्त गर्छौ। र यदि पुरानो कोही छौ भने लाइक गरिहाल है, पछि फेरि बिर्सेला। ल त ढिला नगरिकन आजको पाठ हामी भ्रष्टाचारको बारेमा छलफल गरौँ। भ्रष्टाचार भनेको हाम्रो देशमा जरा गाडेर बसेको एउटा समस्या हो। यसलाई हामी सामाजिक समस्या पनि भन्छौँ। यो यस्तो समस्या हो जसले देशलाई भित्रैभित्र खोक्रो बनाइरहेको छ। अब यो भ्रष्टाचार भनेको के हो है, अनि भ्रष्टाचारका केही उदाहरणहरू, भ्रष्टाचारले कस्तो असर पार्दैछ हाम्रो समाजमा हामीलाई है, र यसलाई हामीले कसरी समाधान गर्न सक्छौँ भन्ने बारेमा आज हामी छलफल गर्दैछौँ। अब ढिला नगरिकन सुरु गरौँ। भ्रष्टाचार भनेको के हो? भ्रष्टाचार भनेको चाहिँ शाब्दिक अर्थमा जाने हो भने भ्रष्ट र आचरण, यो दुई शब्द भ्रष्ट र आचरणबाट चाहिँ भ्रष्टाचार भन्ने शब्द आएको, जसको मतलब हो भ्रष्ट भनेको खराब र आचरण, खराब आचरणबाट चाहिँ भ्रष्टाचार भन्ने शब्द आएको हो। हेर त, भ्रष्टाचारको शाब्दिक अर्थ खराब आचरण हो। शक्ति र पदको आडमा आफ्नो अधिकारको दुरुपयोग गरी अनुचित कार्यबाट आर्थिक वा अन्य व्यक्तिगत लाभ प्राप्त गर्नु नै के हो त? भ्रष्टाचार हो। भ्रष्टाचार भनेको आफ्नो पद, आफ्नो अहदा, आफ्नो अधिकार चाहिँ दुरुपयोग गर्नु, आफ्नो फाइदाको लागि प्रयोग गर्नुलाई के भनिन्छ त? हामी भ्रष्टाचार भनेर भन्दछौँ। यो एउटा चाहिँ एकदमै गम्भीर सामाजिक समस्या हो है, त्यो जसले चाहिँ हाम्रो राष्ट्र विकासमा पनि बाधा पुर्याइरहेको छ है। यो एउटा गम्भीर सामाजिक समस्या हो जसले राष्ट्रको विकास, त्यसको चाहिँ उन्नतिमा चाहिँ ठुलो बाधा, ठुलो अवरोध उत्पन्न गराइरहेको हुन्छ। अब भ्रष्टाचारको उदाहरणहरू के हुन् त भन्दा, घुस लिनु वा दिनु, पैसाको कारोबार गरिन्छ नि, यति पैसा दिनु अनि तपाईँको काम गरिदिन्छु, वा हजुर यति पैसा लिनुहोस् मेरो काम छिटो गरिदिनुहोस् न, हो यो घुस लिने दिने भयो। यो घुस लिने दिने पनि के हो त? भ्रष्टाचारको एउटा प्रकार हो। त्यसै गरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु, जस्तो गाडी भयो, घर भयो, जग्गा भयो, सरकारी जग्गा, यदि त्यसको दुरुपयोग गरिन्छ भने त्यो पनि एक प्रकारको भ्रष्टाचार भयो। त्यसै गरी नक्कली बिल बनाउनु, अब कहीँ घुम्न गएको छ, आफन्तकोमा बस्यो तर होटलमा बस्यो भनेर बिल पेश गर्यो, त्यो त भ्रष्टाचार भएन, ऊ त होटलमा बसेकै छैन, हो कि होइन? सुविधा पाइन्छ भन्दैमा नक्कली बिल पेश गरेर पनि जुन सुविधा लिइन्छ नि, त्यो पनि भ्रष्टाचार अन्तर्गत पर्दछ। कर छल्नु, जस्तो मेरो व्यापार व्यवसाय छ तर मैले के गरेँ भने मेरो जति नाफा हुन्छ त्यसलाई लुकाएँ अनि थोरै मात्र नाफा देखाएँ, त्यसैले थोरै मात्र मैले कर तिर्नु पर्यो। अब मैले यहाँ सरकारलाई कर छली गरेँ कि गरिनँ? हो, यो पनि के भयो त? भ्रष्टाचार भयो है। पदको दुरुपयोग गरी आफन्तलाई लाभ दिनु, जस्तो म चाहिँ माथिल्लो अहोदामा छु, अब मैले के गरेँ, मेरो आफन्तलाई जागिर लाएँ, मेरो ज्वाइँ, मेरो भाइ भतिजा या मेरो श्रीमती या मेरो श्रीमान या अन्य कोहीलाई चाहिँ मैले जागिर लगाएँ। किन भन्दा म आफ्नो त्यो पदमा भएको कारणले गर्दाखेरि उनीहरू चाहिँ त्यो पदको लागि योग्य भए पनि नभए पनि प्रतिस्पर्धा बिना नै है, कुनै पनि प्रतिस्पर्धा बिना नै यदि मैले उनीहरूलाई चाहिँ त्यहाँनिर नियुक्त गर्छु भने त्यो भ्रष्टाचार हो है। अब यसको मतलब कोही आफन्त मेरो उसमा आउने, अफिसमा हुने हुँदैन भन्ने होइन। यदि प्रतिस्पर्धा गरेर, खुला प्रतिस्पर्धा गरेर उनीहरू सक्षम छन् भने खुला प्रतिस्पर्धाबाट आउनु पर्यो। तर म त्यो पदमा भएकै कारण यदि मैले उनीहरूलाई प्राथमिकतामा राखेर त्यो जागिरमा राख्छु या त्यो पदमा राख्छु भने त्यो भ्रष्टाचार भयो है। किनभने यसले चाहिँ के गर्छ त? अन्य जो योग्य व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ अवसरबाट वञ्चित गर्ने काम गर्दछ है। त्यसै गरी सार्वजनिक बजेट हिनामिना गर्नु, अब बजेट आउँछ विकासको लागि, तर त्यो विकासको काम गर्ने ठाउँसम्म पुगुन्जेलमा के हुन्छ, बिचमा त्यो बजेट तुइँदै तुइँदै थोरै मात्र तल पुग्छ। यानि यहाँ के भयो त? बजेटको दुरुपयोग भयो है। यो बजेटको दुरुपयोग पनि के हो त? भ्रष्टाचारको उदाहरण हो। अब कुरो आउँछ, भ्रष्टाचार किन छ त? किन हाम्रो समाजमा अझै पनि भ्रष्टाचार चाहिँ विद्यमान छ, अझै पनि रहिरहेको छ भन्दाखेरि एउटा भनेको हाम्रो नैतिक शिक्षाको कमी। हामीमा नैतिक शिक्षाको कमी छ क्या। यदि हामीमा नैतिक शिक्षा भइदिएको भए नि हामी अनैतिक कार्यमा कहिले पनि लाग्दैन।
भ्रष्टाचार गर्नु अपराध हो, भ्रष्टाचार गर्नु हुँदैन भन्ने कुरा हामीलाई बोध हुन्छ नि त यदि हामीमा नैतिक शिक्षा छ भने। तर अहिले मानिसहरूलाई लाज छैन, अहिले मानिसहरूलाई चाहिँ के छ भने यो गर्नु हुँदैन भन्ने नै छैन के, जे गरे पनि हुन्छ भन्ने छ। यो किन भएको भन्दाखेरि यो चाहिँ नैतिक शिक्षाको कमीले गर्दा भएको। अर्को रहेको छ गरिबी। अब मान्छेलाई के हुन्छ भने नि भोकै मर्नुभन्दा बरु अपराध गर्नु बेस भन्ने अवस्था आइसक्यो, ओके। जुन यो व्याप्त गरिबी छ नेपालमा, जुन यो बढ्दो गरिबी छ, यो गरिबीले के गर्छ त मानिसहरूलाई बाँच्न त आधार चाहियो नि त, त्यसको लागि उनीहरू जे पनि गर्न तयार हुन्छन्। त्यसैले भ्रष्टाचारमा पनि संलग्न भएको हामी देख्दछौँ। त्यसै गरी अर्को रहेको छ बेरोजगारी है। बेरोजगारीले पनि के गर्छ त भ्रष्टाचारलाई चाहिँ प्रोत्साहित गर्ने काम गर्दछ। अब काम छैन, काम नभएपछि यसो 2-4 पैसा गोजीमा हाल्यो, यो त अर्काको काम गराइदियो, फोर्सले हुन्छ कि कसरी हुन्छ त्यहाँ गराइदियो। अब हेर त यहाँ भ्रष्टाचार भयो कि भएन। त्यसै गरी अर्को रहेको छ कमजोर कानुनको कार्यान्वयन। अब हेर है, हाम्रो कानुन चाहिँ कमजोर होइन है, हाम्रो एकदमै राम्रो कानुन बनेको छ, तर हामी कहाँ चुकेका छौँ त भन्दा कानुन कार्यान्वयनमा चुकेका छौँ है। भ्रष्टाचारीहरूलाई चाहिँ कडाभन्दा कडा सजाय होस् त, भ्रष्टाचारीहरूलाई चाहिँ भ्रष्टाचार गर्ने बित्तिकै समातियो नि त उनीहरू। कसले गर्छ भ्रष्टाचार? उनीहरू त कानुनको डर हुन्छ नि त। तर कानुन चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन नहुँदाखेरि के हुन्छ, उनीहरूमा चाहिँ कानुनको डर पनि हुँदैन, जस कारणले गर्दाखेरि उनीहरू भ्रष्टाचार खुलेआम गरिरहेका हुन्छन् है। त्यसै गरी अर्को रहेको छ राजनीतिक हस्तक्षेप। अब यहाँ के हुन्छ भने कोही कोही चाहिँ भ्रष्टाचारको मुद्दामा फसेर चाहिँ तिमीलाई अख्तियारले अनुसन्धान गर्न थाल्यो भने पनि अब त्यहाँ के हुन्छ, राजनीतिक दबाब जान्छ, त्यहाँ फोन जान्छ, त्यो मेरो पार्टीको हो, त्यसलाई चाहिँ यसो के पनि नगर्नु है, त्यो चाहिँ तामिलेमा पठाइदिनु, त्यसलाई खारिज गरिदिनु भनेर अनेक हस्तक्षेप, त्यहाँ प्रेसर जान्छ, दबाब जान्छ, ओके हैन। अब यो हस्तक्षेपको कारणले गर्दाखेरि पनि कैयौँ भ्रष्टाचारीहरूलाई चाहिँ कारबाही नै गर्न सकिएको छैन। उनीहरू कारबाही गर्न आँटै गर्दैनन्। माथिबाट फेरि प्रेसर आउँछ, हामीले छोड्नुपर्छ, के कारबाही गर्नुहोस् भनेर छोडिदिन्छन्। हेर त, यस्तो राजनीतिक हस्तक्षेपले गर्दाखेरि पनि भ्रष्टाचारीहरूलाई संरक्षण गर्दैछ, अनि भ्रष्टाचारीहरूलाई संरक्षण गरेपछि भ्रष्टाचार बढ्दैन त हैन। त्यसै गरी अर्को रहेको छ दण्डहीनता। सजाय नै छैन, सजाय नभएपछि उनीहरू त खुलेआम भ्रष्टाचारमा संलग्न भइहाल्छन् नि है। केही सीमित जसको चाहिँ राजनीतिक पहुँच छैन, जसको चिने जानेको मान्छे छैन अख्तियारमा, ती भ्रष्टाचारीहरू चाहिँ दण्ड पाइरहेका हुन्छन्। तर जसको चाहिँ त्यहाँ चिने जानेको मानिस छ, राजनीतिक पहुँच छ, उनीहरूले त जतिसुकै भ्रष्टाचार गरे पनि उनीहरूलाई कहिले पनि कानुनले समाउनै सकेको छैन। यो दण्डहीनताले गर्दाखेरि पनि के छ त तिमीहरूलाई भ्रष्टाचार बढ्दै गएको छ, घटेकै छैन है, अझै पनि हाम्रो समाजमा कायम रहेको छ। अर्को पारदर्शिताको अभाव। हाम्रा सरकारी काम कारबाहीहरू चाहिँ पारदर्शी छैनन् क्या। सरकारले के गर्दैछ, कति बजेट कहाँ पुग्यो, कुन आधारमा खर्च भए, कसरी चाहिँ काम कारबाही भइरहेको छ, निर्णय के भइरहेको छ, यो सम्पूर्ण कुरा पारदर्शी हुनुपर्छ। यो पारदर्शिताको अभाव छ हाम्रो देशमा, जस कारणले भ्रष्टाचार बढ्दै गएको छ है। अर्को कमजोर अनुगमन। तिमीहरूलाई भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रमुख उपाय भनेको अनुगमन गर्नु हो। बेला मौकामा जस्तो तिमीहरूको चाहिँ विकासको कार्य हुँदैछ, पुल निर्माण हुँदैछ अरे, अब बेला मौकामा त्यो पुल निर्माणको काम कहाँसम्म पुग्यो, कस्तो खालको त्यहाँनिर चाहिँ सामग्रीहरू प्रयोग भएको छ, त्यो काम चाहिँ कति वर्षमा सक्ने भनेको छ, त्यो अनुरूप कार्य भएको छ कि छैन भनेर यस्ता अनुगमन चाहिँ भइरहनुपर्छ क्या। त्यो भएन भने के हुन्छ त, त्यो काम गर्ने जुन ठेकेदार छ उसले त त्यही लत्तो छोडिदिन्छ, उसले राम्रोसँग कामै गर्दैन, गरे पनि गुणस्तरहीन काम गर्छ। त्यो पनि त एक प्रकारको भ्रष्टाचार भयो नि त, ओके न। त्यसैले त्यहाँनिर चाहिँ हाम्रो अनुगमन पनि कमजोर भयो क्या। बेला मौकामा जाने, गरेन भने यो किन भएन भनेर प्रश्न सोध्ने, उसलाई गर्न बाध्य बनाउने, यदि उसले गर्न सकेन भने कारबाही गर्ने, त्यो अनेक कुरा उपायहरू त छन् नि। त्यसको अभावले गर्दाखेरि पनि के छ त, भ्रष्टाचार झन् फस्टाउँदो किसिमले भइरहेको छ है। अर्को रहेको छ कम तलब तथा सुविधा। अब हेर है, महँगाई यस्तो बढ्दैछ, दिनदिनै महँगाई बढ्दैछ। अब यो महँगाईमा छोराछोरी पढाउनु, आफू बस्नु, घर चलाउनु, स्वास्थ्य उपचारहरू गर्नु, यी अनेक कार्यको लागि के सरकारले चाहिँ प्रदान गरेको तलब भत्ता पुग्छ त? पुग्दैन नि त। अनि नपुगेपछि गर्ने के त? आफ्नो छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनै पर्यो, मिठो मसिनो खानै पर्यो, राम्रोसँग बस्नै पर्यो, तिमीलाई बिरामी भएको बेलामा उपचार गर्नै पर्यो। यी सबै कुरा गर्न जब तलबले पुग्दैन तब मानिसहरूले के गर्छन् त, भ्रष्टाचार गर्न सुरु गर्छन्। त्यसैले तलब भत्ता, कम तलब भत्ता पनि एउटा कारण हो है। अर्को रहेको छ नागरिक सचेतनाको कमी। हामी नागरिक पनि उस्तै छौँ के, हामी आफैले कहिलेकाहीँ चाहिँ भ्रष्टाचारीहरूलाई प्रोत्साहित गरिरहेका हुन्छौँ।
जस्तो म एउटा उदाहरण दिन्छु, काहीँ तिमी चाहिँ अब मालपोतमा जग्गा पास गर्न गयौ भने तिमीलाई त्यहाँ चाहिँ एकछिन 1-2 घन्टा कुरेर आफ्नो काम चाहिँ पालैसँग गरौँ न भनेर हामी कुर्दैनौँ नि। हामी के गर्छौँ, यसो 5-10 हजार दिउँ न, छिटो काम सकिन्छ। हेर त, हामीमा त्यो बानीले, हामीमा भएको त्यो बानीले गर्दाखेरि पनि भ्रष्टाचारलाई झन उक्साउँछ, झन प्रोत्साहित गर्छ। त्यसैले हामी सबै नागरिकमा चाहिँ चेतना आउनु पर्यो क्या। हामीमा जुन त्यो चेतनाको कमी छ नि, हामीले चाहिँ मेरो एउटा काम सजिलो गरिदिनको लागि त गरेको हो नि भन्छौँ, तर होइन नि, हाम्रो त्यो बानीले त्यहाँ भ्रष्टाचारलाई प्रोत्साहित गर्दैछ। यो चेतनाको कमी छ क्या हामीमा। हामीले गर्दा हामी भ्रष्टाचार बढाउँदैछौँ भन्ने चेतनै छैन हामी नागरिकमा, हो कि होइन? त्यसैले नागरिक सचेतनाको कमी पनि एउटा कारण हो जसले भ्रष्टाचारलाई चाहिँ अझै पनि समाजमा व्याप्त राखेको छ, अझै पनि भ्रष्टाचारले चाहिँ जरा गाडेर बस्न सफल भएको छ। अब कुरो गरौँ यो भ्रष्टाचारले चाहिँ कस्तो किसिमको असर चाहिँ हाम्रो समाजमा पार्छ, प्रभावहरू हो। यो प्रभावहरू याद गर है, किनभने तिमीहरूलाई कहिलेकाहीँ प्रश्न के सोध्छ भने भ्रष्टाचारलाई किन सामाजिक समस्या भनिएको हो भनेर सोध्छ, ओके? अब भ्रष्टाचारलाई किन सामाजिक समस्या भनिएको हो त? हो, यही प्रभावले गर्दा, यही असरले गर्दा, भ्रष्टाचारले पार्ने जुन असर छ नि, यो असरको कारणले गर्दाखेरि यसलाई सामाजिक समस्या भनिएको। अब हेरौँ है त, भ्रष्टाचारले समाजमा कस्तो असर पार्छ त भन्दाखेरि चाहिँ भ्रष्टाचारले विकासको बजेटको दुरुपयोग हुन्छ। अब विकासको लागि आएको पैसा सबैको गोजीमा छिर्दै गएपछि त विकासको कार्य हुन्छ त, भए पनि गुणस्तरहीन कार्य हुन्छ, जसले गर्दाखेरि के हुन्छ त, हाम्रो विकासै हुन सक्दैन। यसरी चाहिँ विकासको बजेट चाहिँ दुरुपयोग भइरहेको हुन्छ भ्रष्टाचारले। अर्को, आर्थिक असमानता बढ्छ। अब समाजमा एउटै पदको 2टा व्यक्ति छ, एउटा भ्रष्टाचार गर्छ, अर्को गर्दैन भने अब त्यहाँ एउटै पदमा पनि तिमीले आर्थिक रूपमा असमानता देख्छौ। जो भ्रष्टाचार गर्छ ऊ आर्थिक रूपले सम्पन्न हुँदै जान्छ, जो गर्दैन बिचारा ऊ चाहिँ के हुन्छ, निम्न स्तरमै रहिरहन्छ, जसले गर्दा समाजमा एक प्रकारको चाहिँ आर्थिक असमानता निम्त्याउँछ। त्यसै गरी अर्को रहेको छ अपराध र अनियमितता बढ्छ। अब तिमीलाई भ्रष्टाचार भयो भने अपराधीहरू पनि डराउँदैनन्। किन डराउँदैनन्? यसो गोजी गरम गरिदिनुपर्छ, यानि गोजी भरिदिनुपर्छ, हामी छुटिहाल्छौँ नि। अब अपराधीहरूमा यो भावना भएपछि समाजमा अपराध नियन्त्रण हुन्छ त? हुँदैन नि त, झन बढेर जान्छ, जे गर्दा पनि हुन्छ भन्ने मानसिकता आउँछ, हो कि? त्यसैले अपराध र अनियमितता भ्रष्टाचारले बढाउने काम गर्दछ समाजमा है। अपराधीहरू चाहिँ पैसा तिरेर खुलेआम हिँडिरहेका हुन्छन्। अब त्यसै गरी समाजमा असन्तोष र अस्थिरता बढ्छ। अब भ्रष्टाचार बढ्दै गएपछि नागरिकहरूमा असन्तुष्टि बढ्छ, किनभने जो योग्य छ उनीहरूले अवसर पाउँदैन, हाम्रो काम सहज रूपमा हुँदैन, सानो कामको लागि पनि हामीले चाहिँ कि त हामीले पैसै तिर्नु पर्यो, बढी पैसा तिर्नु पर्यो, कि बारम्बार धाउनु पर्यो। यसले गर्दाखेरि चाहिँ समाजका जुन नागरिकहरू छन् उनीहरूमा असन्तुष्टि बढ्छ। अब यो असन्तुष्टिले फेरि सरकार र जनता बीचको सम्बन्ध पनि बिगारिदिन्छ है। अर्को हेर त, सुशासनमा बाधा पुग्छ। भ्रष्टाचारले त सुशासन कायमै गर्न दिँदैन नि। सुशासन भनेको कानुन बमोजिम देश चल्नु हो कि होइन? अब कानुन बमोजिम देश चल्छ त भ्रष्टाचार भएपछि त्यहाँ त कानुन तोडिन्छ, बारम्बार कानुन तोडिन्छ, जस कारणले गर्दा सुशासन कायम गर्न सकिँदैन देशमा। त्यसै गरी सरकार तथा सार्वजनिक संस्थाप्रति जनविश्वास घट्दै जान्छ। अहिले भर्खर मैले भने सरकारप्रति मानिसहरूको विश्वासै घटेर जान्छ। हे यो सरकार भ्रष्टाचार, यसले केही पनि गर्दैन, खालि हाम्रो पैसा लिने काम मात्रै गर्छ, लुट्ने काम मात्रै गर्छ भनेर हामी भन्छौँ। यो भनेको के हो? हामी किन यस्तो शब्द बोल्छौँ त? किनभने हाम्रो सरकारप्रतिको विश्वास घट्दैछ। यो किन घटेको हो त? बढ्दो भ्रष्टाचारको कारणले गर्दाखेरि है। त्यसै गरी योग्य व्यक्तिले अवसर पाउँदैनन्। अघि भर्खर मैले भने भ्रष्टाचार भयो भने मानिसहरूले के गर्छन् त, पैसा खुवाएर हुन्छ कि आफन्तहरूलाई लगाएर हुन्छ कि जो अयोग्य छ ऊ चाहिँ पदमा पुगिरहेको हुन्छ, जो साँच्चै योग्य छ बिचारा उसको चाहिँ कहीँ पहुँच छैन भने उसले अवसरै पाउँदैन। यसरी योग्य व्यक्ति चाहिँ अवसरबाट वञ्चित हुन्छन् है भ्रष्टाचार भयो भने। अनि विकासका आयोजनाहरू ढिलो सम्पन्नै हुँदैन, या भयो भने एकदमै ढिलो सम्पन्न हुन्छ भ्रष्टाचारले गर्दाखेरि है। त्यही भएर त हामी देख्छौँ नि हाम्रो कतिपय विकासका आयोजनाहरू अलपत्र परे आउँछन् त्यसै, हो कि होइन? समयमा पुरै हुँदैन। मेलम चाहिँ अहिलेसम्म राम्रोसँग सञ्चालन हुन सकेको छैन। हेर त, उहिलेको विकासको आयोजना भनेपछि तिमीहरू आफै सोच न, यो भ्रष्टाचारकै कारणले गर्दा। यदि हाम्रो चाहिँ भ्रष्टाचार नभइदिएको भए नि हाम्रो देशका यी विकासका आयोजनाहरू समयमै सकिन्छन्। चाहे त्यो राजमार्ग निर्माण होस्, या तिमीहरूको चाहिँ खानेपानी आयोजनाहरू होस्, या वातावरण संरक्षण सम्बन्धी आयोजना होस्, यिनीहरू समयमै सकिन्छन् यदि भ्रष्टाचार भएन भने है। त्यसै गरी शिक्षा, स्वास्थ्य तथा अन्य सार्वजनिक सेवाको गुणस्तर घट्छ।
भ्रष्टाचारले गर्दाखेरि चाहिँ जुन सेवा र सुविधा हामीलाई प्रदान गर्ने हो नि सरकारले, त्यसको गुणस्तर पनि घटेर जान्छ। किनभने त्यो सुविधाको लागि आएको पैसो यानि बजेट के हुन्छ त दुरुपयोग हुन्छ। अब बजेट दुरुपयोग भएपछि हामीले गुणस्तरीय सेवा सुविधा पाउँछौँ त पाउँदैनौँ नि त है। त्यसै गरी देशको अन्तर्राष्ट्रिय छवि र विश्वसनीयता कमजोर हुँदै जान्छ। अब के हुन्छ भने नि यदि भ्रष्टाचार बढ्यो भने नि अन्तर्राष्ट्रिय रूपमा पनि देशको जुन छवि छ नि त्यो घटेर जान्छ। फलानु देश त्यो त भ्रष्टाचारले युक्त छ, त्यो त भ्रष्ट देश हो। हेर त विश्व सामु हाम्रो छवि कस्तो हुन्छ, हाम्रो इमेज त्यो त पुरै घटेर जान्छ नि। हामी त बेइज्जत हुन्छ भ्रष्टाचार बढ्यो भने, हो कि न? यसले विश्व सामु नै बेइज्जत गरिदिन्छ देशलाई भ्रष्टाचारले। बुझ्यो कि बुझेन? हो, अब यो के भयो त? यी भए भ्रष्टाचारका प्रभावहरू है। अब हामी जान्छौँ भ्रष्टाचारलाई कसरी समाधान गर्ने त, किनभने हामीले असर त देखिसक्यौँ नि, कस्तो डरलाग्दो असर छ, हो कि न? यसले चाहिँ जनतालाई मात्रै होइन देशलाई पनि चाहिँ नकारात्मक प्रभाव पारेको छ। देशप्रति नै अरू देशको विश्वास घटेर जान्छ। अरू देशले हामीलाई विश्वासै गर्दैन नि, हो कि न? त्यसैले यसको समाधान गर्नु एकदमै जरुरी छ। अब कुरो आउँछ हामीले भ्रष्टाचारलाई चाहिँ कसरी समाधान गर्न सक्छौँ त है। त्यो समाधान गर्नुभन्दा अगाडि पहिले यो डेटा हेर त। यो चाहिँ हाम्रो सन् 2023मा चाहिँ भएको जुन भ्रष्टाचार सम्बन्धी तथ्याङ्क प्रकाशित भएको थियो, त्यसमा हाम्रो देश 110औं स्थानमा रहेको छ। अब सोच त, टोटल 193 देशहरू छन्। ती 193 देशमा हाम्रो देश चाहिँ 110औं स्थानमा परेको छ। कति लाजमर्दो। हामी त माथि आउनुपर्ने हो नि त, हो कि होइन? तर हामी हेर त एउटा भ्रष्ट मुलुकहरूमै मध्ये चाहिँ हामी पर्दछौँ। त्यसैले यसको बारेमा सोच्नु एकदमै जरुरी छ, यसलाई हटाउनु एकदमै जरुरी छ। अब हामी कुरा गरौँ न्यूनीकरण गर्ने उपाय। हामीले कसरी हटाउन सक्छौँ त भ्रष्टाचारलाई भन्दाखेरि चाहिँ पहिलो कुरो भनेको चाहिँ कडा कानुनको कार्यान्वयन गर्ने। हामीले रोक्ने नै कानुनले हो है। कानुनले रोक्नको लागि हामीले पहिले कानुनलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्यो नि त, लागू गर्नु पर्यो। कडा रूपमा लागू गरेपछि के हुन्छ, प्रत्येक भ्रष्टाचारी चाहिँ कानुनको दायराभित्र पर्छन्। जब भ्रष्टाचारी कानुनको दायराभित्र पर्न थाल्छन् नि, तब स्वतः आफै भ्रष्टाचारीहरू डराउँछन्, भ्रष्टाचार घट्दै जान्छ है। अर्को छ पारदर्शिता कायम गर्ने। सरकारले के गर्दैछ, कुनै पनि विकासको आयोजना हुँदैछ भने त्यो विकासको आयोजना कसले गर्दैछ, कति बजेटमा गर्दैछ, अहिलेसम्म कति चाहिँ सम्पन्न भयो, त्यति कार्य सम्पन्न हुन्जेलसम्म कति बजेट खर्च भयो, अब कति बाँकी छ, आगामी कार्य कसरी गर्ने हो, यी सम्पूर्ण कुराको जानकारी जनतालाई पनि हुनु पर्यो क्या। जब तिमीले एक एक रुपियाँको हिसाब चाहिँ जनताले खोज्न थाल्छ नि, तब भ्रष्टाचार गर्ने कहाँ मौका पाउँछन्? पाउँदैनन् नि। जनतालाई सबै कुरा थाहा हुन्छ है। त्यसै गरी सुशासन प्रवर्धन गर्ने। हामीले देशमा कानुनी राज्य स्थापना गर्ने क्या। सुशासन भनेको कानुनी राज्य। जब हामी कानुनी राज्य स्थापना गर्छौँ नि, त्यहाँ भ्रष्टाचारले मौकै पाउँदैन। जब सम्पूर्ण कुरा कानुन बमोजिम चल्दै जान्छ, तब भ्रष्टाचार त्यहाँ मौलाउनै पाउँदैन है। अर्को भनेको ई गभर्नेन्स। अब अहिले सरकारले सुरु गर्दैछ है ई गभर्नेन्स, सबै कुरा चाहिँ डिजिटल गर्ने भन्दैछ। हो, त्यो डिजिटल वेमा जाँदै गयो भने के हुन्छ भने नि काम कारबाही, सरकारको काम कारबाही सबै पारदर्शी बन्दै जान्छ है। त्यो भइसकेपछि के हुन्छ त, अब भ्रष्टाचार गर्ने चाहिँ कम हुँदै जान्छ। जस्तो अब अहिले ई बिडिङ आइसक्यो। सरकारी अफिसरले चाहिँ जुन तिमीहरूको चाहिँ कुनै काम गर्नु पर्यो भने टेन्डर निकाल्छ क्या। त्यो टेन्डर निकाल्दाखेरि त्यहाँ बिडिङ गर्नुपर्छ, म चाहिँ यतिमा यो काम गर्न सक्छु भनेर। अब पहिला त्यो कागजमा हुन्थ्यो, कागजमा भएको त कहाँ पुग्थ्यो, कस्तो हुन्थ्यो थाहा नै हुँदैन थियो। अब अहिले अनलाइन सिस्टम सुरु भइसकेको छ। त्यसमा अनलाइनमा तिमीहरूले आवेदन दिनुपर्छ टेन्डरको लागि, म यतिमा चाहिँ यति बजेटमा यो काम यसरी यो सामान प्रयोग गरेर गर्न सक्छु भनेर। अब सबै अनलाइन भइ सबैले देख्न पायो नि त, कसले के कुरा गर्छु भनेको छ, कतिमा गर्छु भनेको छ। अब सरकारले जसलाई छान्छ त्यहाँबाट, अब त्यहाँ त सरकारका जुन कर्मचारी हुन्छन् त्यहाँनिर उनीहरू बाध्य भयो नि त सहीलाई छान्नको लागि, हो कि न? किन त्यो कुरा त सबै इन्टरनेटमा छ, अनलाइन छ, सबैले थाहा पाउँछन् है। त्यो गर्नु सबै कुरा चाहिँ हामीले अनलाइन गर्दै गयो भने यसले धेरै सहजता चाहिँ ल्याउँछ है भ्रष्टाचार नियन्त्रण गर्नको लागि। अर्को नैतिक शिक्षा प्रदान गर्ने। सानैदेखि स्कुलमा है, विद्यालयमा, कलेजमा सबैतिर चाहिँ हामीले के गर्नु पर्छ, नैतिक शिक्षा प्रदान गर्नु पर्यो, ताकि कोही पनि हाम्रा युवाहरू चाहिँ है, अब आउने युवाहरू जो पछि सरकारमा जान्छन्, उनीहरू चाहिँ भ्रष्टाचारमा संलग्न नहुन् है। त्यसै गरी जनचेतना अभिवृद्धि गर्ने। हामीले जनताहरूलाई पनि भन्नु पर्यो कि आफ्नो काम सहज बनाउनको लागि, आफूलाई छिटो काम गराउनको लागि हामी चाहिँ एक्स्ट्रा पैसा यानि थप पैसा दिने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम नगरौँ।
क्षणभरको लागि हामीलाई केही समयमा चाहिँ त्यो काम छिटो होला, तर त्यो संस्कारै बस्छ नि त त्यहाँनिर। त्यो संस्कार बस्यो भने त हामीलाई नै पछि अप्ठ्यारो पर्छ नि त, हो कि होइन? त्यसैले जनचेतना अभिवृद्धि गर्नु पर्यो। कोही पनि जनता भ्रष्टाचारमा संलग्नै नहुने, भ्रष्टाचारले कस्तो कस्तो नकारात्मक प्रभाव पार्छ यी सबै जानकारी समेटेर के गर्ने त, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र जनचेतना अभिवृद्धि गर्ने समाजमा है। त्यसै गरी नियमित अनुगमन गर्ने काम कस्तो हुँदैछ, कता जाँदैछ कामहरू, सही ढङ्गले गुणस्तरीय सामान प्रयोग भएको छ कि छैन, हो यस्ता कार्यहरू चाहिँ अनुगमन गर्नुपर्छ सरकारले। समय समयमा अनुगमन गर्दै गयो भने भ्रष्टाचार कम हुँदै जान्छ। चाहे त्यो सार्वजनिक संस्थाहरू होस् या प्राइभेट संस्थाहरू होस्, सबैतिर अनुगमन गर्नु पर्यो। भ्रष्टाचार भनेको सरकारी क्षेत्रमा मात्रै होइन नि त, गैर सरकारी क्षेत्रमा पनि भइरहेको छ। त्यसको पनि नियन्त्रण गर्नु चाहिँ सरकारको दायित्वमा पर्दछ है। त्यसैले नियमित अनुगमन गर्नु पर्यो सबै क्षेत्रमा है। अनि योग्यताको आधारमा नियुक्ति दिने। यदि योग्य मान्छे पदमा पुग्यो भने नि काम आफै सहज हुन्छ, हो कि होइन? त्यसैले योग्यतालाई प्राथमिकतामा राख्दै हामीले चाहिँ यदि महत्त्वपूर्ण पदमा नियुक्ति गर्दै गयौँ भने यसले पनि भ्रष्टाचार न्यूनीकरणमा चाहिँ के गर्छ त, ठुलो मद्दत पुर्याउने गर्दछ है। अब अहिलेसम्म नेपाल सरकारले के गरेको छ त भ्रष्टाचार नियन्त्रणमा, त्यसलाई सरसर्ती हेरौँ है। भ्रष्टाचार नियन्त्रण गर्नको लागि एउटा छुट्टै संवैधानिक आयोगै स्थापना भएको छ है, अख्तियार दुरुपयोग अनुसन्धान आयोग। यो भनेको एउटा संवैधानिक आयोग हो। यो छुट्टै एउटा चाहिँ के भन्छ, स्वतन्त्र स्वायत्त एउटा संस्था हो जसले भ्रष्टाचार नियन्त्रण गर्नको लागि कार्य गरिरहेको छ है। अर्को भ्रष्टाचार निवारण ऐन बनेको छ हाम्रो 2059 को। त्यस्तै गरी राष्ट्रिय सतर्कता केन्द्र स्थापना भएको छ है। अनि महालेखा परीक्षकको कार्यालय छ। यो महालेखा परीक्षकको कार्यालयले के गर्छ थाहा छ? यो पनि संवैधानिक आयोग हो। यसले चाहिँ सम्पूर्ण सरकारी कार्यालयहरूको लेखा परीक्षण गर्छ, अकाउन्टलाई हेर्छ क्या, कहीँ पैसा पो हिनामिना भयो कि दुरुपयोगको गरेका छन् कि पैसाको भनेर हो, त्यसलाई अडिटिङ गर्ने काम गर्छ। हामी सुन्छौँ नि के अरे अडिटिङ गर्ने, प्रत्येक वर्ष सरकारी कार्यालयको अडिट गर्ने हो यो महालेखा परीक्षक कार्यालयले गर्दछ है। त्यसै गरी सार्वजनिक खरिद ऐन लिएर आएको छ अनि सूचना अधिकारको व्यवस्था गरेको छ। सूचना अधिकारको व्यवस्था अन्तर्गत चाहिँ सबै नागरिकहरूले सरकारले कसरी काम गर्दैछ त्यो सूचना प्राप्त गर्ने अधिकार छ, उनीहरूले सूचना माग्न सक्छन् है। त्यसै गरी डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको छ। अहिले प्रायः जसो सरकारी कार्यालयमा डिजिटल भुक्तानी नै छ है। अनलाइन कर प्रणाली छ, अब कर पनि अनलाइन तिर्ने देखाएको छ ताकि त्यो पारदर्शिता आओस्, कर छली नहोस् भनेर। अनि सम्पत्ति विवरण अनिवार्य गरेको छ। प्रत्येक सरकारी कर्मचारीले प्रत्येक वर्ष आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्छ। उसको त्यो वर्षको कमाई कति हो, उसले चाहिँ कति जोड्न सफल गयो, कति सेभिङ भयो, कति सम्पत्ति जोड्यो, त्यो सम्पूर्ण जानकारी चाहिँ त्यहाँनिर प्रत्येक वर्ष उनीहरूले चाहिँ पेश गर्नुपर्ने हुन्छ। यसरी विभिन्न कार्यहरू चाहिँ सरकारले गर्दै आएको छ। अब हेर है, सरकारको तर्फबाट जतिसुकै कार्य गरे पनि हामी सबै जनता, चाहे त्यो सरकार होस् या नेपाली जनता होस्, हामी सबैले, पुरा देशले नै भ्रष्टाचार विरुद्ध चाहिँ हामीले शून्य सहनशीलता अपनाउनै पर्छ। जबसम्म भ्रष्टाचार विरुद्ध हामीले शून्य सहनशीलता अपनाउँदैनौँ तबसम्म भ्रष्टाचारलाई अन्त्य गर्न गाह्रो छ। त्यसैले हामी सबै जागरुक भएर हामी सबै नागरिकहरू चाहिँ भ्रष्टाचार विरुद्ध एकजुट हुनै पर्छ। भ्रष्टाचार सहँदै नसहने बानीको विकास गर्नै पर्छ। अनि बल्ल हामीले चाहिँ के गर्न सक्छौँ त, भ्रष्टाचारलाई अन्त्य गर्न सक्छौँ। ल त विद्यार्थी भाइ बहिनीहरू, आज हामीले भ्रष्टाचारको बारेमा छलफल गऱ्यौँ। आशा छ यो सामग्री तिमीहरूलाई उपयोगी हुनेछ। यदि तिमीहरूको आफन्तहरूलाई पनि यो उपयोगी हुन्छ जस्तो लाग्छ भने आफ्ना साथीभाइ आफन्तलाई यो भिडियो सेयर गर्न चाहिँ नबिर्स है। अनि लाइक र सब्सक्राइब चाहिँ गरिहाल। धन्यवाद।